अर्को साइडको फेरि यो डोरी त झन् के यस्तो चुडिन पो लाग्यो। आइकोनिक ब्रिज हो यो पनि एउटा। सो हेलो एन्ड नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आज चाहिँ मन्डे, आजको हाम्रो राइड भनेको चाहिँ काठमाडौँबाट चितवनसम्म, अभियसली माई होम टाउन। अनि त्यसपछि नेपाल राइडर्स मिट पछि चाहिँ सबैजना फर्किसक्नु भयो होइन। सो म चाहिँ काम परेर यता काठमाडौँतिर थिएँ, अनि आज जान लाग्यो। अनि बाटो भनेको चाहिँ अब त्यही हो, माई फेभरेट रुट कुलेखानी, हेटौडा, चितवन, भरतपुर होइन। सो अनि रेडी छ, यत्रो यहीँ टेन्ट सेन्ट सब यहीँ छ, अब प्याक गर्न मात्रै बाँकी छ, तल जानुपर्छ। सो अहिले माहौल भनेको चुनावी छ होइन, अब अलिकति सेक्युरिटी इस्यु के चेकिङ हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ। सो होला नहोला आफ्नै ठाउँमा छ, लेट्स सी के हुन्छ है त। सी यू गाइज इन अ वाइल। ए सामान चाहिँ यत्रो छ होइन। बमन इज हेल्पिङ मी आउट, यत्रो बोकिरहेको छु। टेन्टहरू बमनले लिएर आउँदैछु, फेरि तल पनि अति झर्नुपर्छ क्या तल्लै। आइपुग्यो बल्ल बल्ल तल। बाइक यहाँ छ, सामान होइन अति छ। बल्ल बल्ल बानी यार आम्मा। यो डोरी त झन् के यस्तो चुडिन पो लाग्यो, तर धान्छ होला हौ। अब रेडी टु रोल। ल अहिले चाहिँ हामी निस्किसक्यौँ। आम्मा बाबा यस्तो गाह्रो भयो यार यो टेन्टहरू लगाउन। दुईजनाले बल्ल बल्ल लगाएको नि, त्यो एउटा डोरी चाहिँ झन् चुड्नै पो लाग्छ। म चाहिँ यो बाटो हुँदै एकान्त कुरा निस्किनु पऱ्यो, अनि त्यताबाट उता त्यो के भन्छ, कस्तो ठाउँको नामै बिर्सेँ यार। जे होस् चोबारको बाटो स्किप हानेर त्यो एक ठाउँमा पुग्छ हो, त्यतैबाट निस्किनु पऱ्यो। के बित्ति जाम हो यार, 15-20 मिनट कुराइदियो यार त्यही। यता पनि अर्को लाइन भइसकेको छ। सो हामी चाहिँ अब सिधै जानुपर्ने हुन्छ होन्डा। पहिला त यहाँ त क्रस फायरको थियो यार, ऊ यहाँ अगाडि होन्डा लेखेकोमा। मैले एकचोटि सर्भिस गर्न आएको थिएँ क्या। कान्छ त हेरे भयो त यार। नक्खुको पुल, यो पुल तरेर हामी
ऊ त्यहाँ अगाडिबाट राइट जानुपर्ने हुन्छ। यो गाडी पनि त्यतै जान लागेको रहेछ। यस्तो खुला बाटोमा कुदाउन मन लागिसक्यो। यो अल्छी लाग्दो जाममा परेर काठमाडौँको। हाम्रो मेडिसिटी हस्पिटल, वान अफ द ग्रेटेस्ट हस्पिटल अफ नेपाल। यहीँबाट हो हामी। यहाँबाट चाहिँ राइट लाग्नुपर्छ। सिधा त कता जान्छ कुन्नी? हामी चाहिँ तल ओह्रालो झर्ने। अब थाहा हुने मान्छेलाई त सिधै थाहा होला होइन यो बाटो ठाउँ कुन हो भनेर। यो पुल, यहाँ पुल पनि आउँछ क्या, त्यो खोला काटेको हो कि के भनेको ठाउँ भन्छ क्या यसलाई। त्यहाँ चाहिँ ठुलो प्लान्ट रहेछ के हो। माथि रेस्टुरेन्टहरू पनि रहेछ। हो यही पुल, यहाँबाट चाहिँ खोला काटेको हो कि त्यस्तै के हो कि यो। ओ मैले ख्यालै नगरेर रहेछ यार, दामी रहेछ। यताबाट आयो भने चाहिँ उता बल्खु स्किप हुन्छ क्या, चोबार स्किप हुन्छ। यहाँबाट लेफ्ट लाग्यो अवस्था र यो त के रहेछ? सुक्खा बन्दरगाह लजिस्टिकको रहेछ जस्तो छ। लेट्स गो। ओ क्या दामी नेपालको झन्डा फरफरिरहेछ त्यहाँ, ठुलो रहेछ। हो यस्तो देख्दा क्या मजा लाग्छ क्या आफूलाई। जय नेपाल, जय नेपाल, जय नेपाल। मेरो देश मेरो प्राणभन्दा प्यारो छ। आमामा कस्तो बत्तिँदै आएको हो यो सुमो त। सुमो सुमो सुमो, यता फेरि सुमो हो राजा। फर्पिङ यहाँ हो लास्ट चेक पोस्ट फर्पिङको। हामी अब यहाँबाट राइट जान्छौँ। यो कहाँ पार्क गरेको यार गाडी? कस्तो दामी गुम्बा हो क्या यहाँ। कन्स्ट्रक्सनहरू चाहिँ बोबाल भइरहेछ। गुम्बाकै हो त्यो स्योर। अनि यो ठाउँमा चाहिँ कस्तो हुन्छ नि, छुट्टै आनन्द पिस फिल हुने क्या राइड गर्दा पनि। यो यता गुम्बा होइन, अनि यतातिर पुरै पहाडहरू, कस्तो त्यो पिस के माइन्डै अर्कै हुने क्या यहाँ राइड गर्दा हुन्छ नि। चिलमा त्यो रस नभए जस्तो फिल हुने क्या, आनन्द हुने क्या। यही त हो नि मजा राइडको।
यहाँबाट चाहिँ कुलेखानी 4 किलोमिटर छ होइन। अनि यो बाटोमा सबभन्दा बिग्रेको ठाउँ भनेको चाहिँ यही मात्रै हो। जाँदा झर्दाखेरि चाहिँ त्यस्तो केही हुन्न, उकालोमा चाहिँ अलिअलि झ्याउ हुन्छ क्या। यो बाटोमा एउटा मात्रै अलिकति डेन्जर बिग्रेको भनेको यही मात्रै हो। ल धन्न अहिले अब पानी परे होइन र, अनि पानी पऱ्यो भने त कम बिजोग हुन्छ। बाटो 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 नेपालको बाटो मजाले त काहीँ पनि चलाउन नपाउने। उता पनि उस्तै, यता पनि उताको कम्पेरिजनमा चाहिँ फेरि यो चाहिँ बेस्टै छ है। त्यो बाटो त हिँड्न सकिन्न। अब यहाँको यति त हो, बस खतम खतम, टाटा गुड बाई। अनि बिचमा पनि छ फेरि, तर यस्तो खालको गाह्रो खालको चाहिँ छैन। गाह्रो त के भन्नु, जस यस्तो खालको रफ चाहिँ छैन, तर अफरोड चाहिँ छ बिचबिचमा यता पनि। दोस्तो त गाडी त के हो, कहाँ बजारेछ। हो मैले चाहिँ यो भ्यूको लागि चाहिँ यताको बाटो चुज गरेको के, बवाल लाग्छ कि मलाई चाहिँ यो बाटो चाहिँ सर होइन। माथिकोबाट फेरि छिट्टो पुग्छ होइन। मुनि बाटोहरू के छ यो बाटोमा, दामी देखिन्छ। माथिबाट ड्यामतिरबाट एकैछिनमा पुग्छ होइन, तर केही पनि छैन त्यस्तो। यो वाला भ्यू हेर्न चाहिँ मैले यो साइड चुज गरेँ क्या। छपरी गाडीको फ्लो धेरै भए जस्तो छ यो बाटोमा। उयो के भनेको कुन ठाउँ हो यार इन्डियाको? म अहिलेसम्म देखेको थिएन इन्डियन नम्बर प्लेट के वाला। कुन ठाउँ रहेछ त? के आइकोनिक ब्रिज हो यो पनि। एउटा गाडी मात्रै अट्छ, त्यसरी वेट गरेर बस्नुपर्छ। बच्चा आयो। यत्रो वेट हुँदा नि बत्तिन चाहिँ मजा आउँदो रहेछ। क्रेजी भयो क्रेजी, एकछिनलाई भयो नि। अहिले चाहिँ हामी भैँसे आइपुग्यौँ। सो यो भैँसे भन्ने ठाउँ चाहिँ खतरा छ है। यहीँबाट हो हामी अब सिधै गएर लेफ्ट गयो भने हेटौडा पुग्छ होइन, राइट अब सिधैबाट राइट गयौँ भने फेरि दामन पुग्छ।
त मजा आएको यार कुदाउन एकछिन पनि जान दिनुहोस् न आन्टी ल हेटौडा पनि आइपुग्यो हामी हेटौडा बजार ध्वस्तै छ अहिले यता फोड्दै के गरे यहाँबाट चितवन कति छ 40-50 अझै बढी होला 60 होला सायद ठिक छ लेट्स गो ओ माय गॉड अरे भाई किधर देखते हो यार आगे से गाड़ी आ रही है ध्यान किधर है तुम्हारा पीछे अपनी पत्नी को रख कर आगे भूल गए क्या ओके गाइस you can see the sun setting look at the sunset beautiful sunset oh my goodness this is so beautiful oh let me pass thank you okay KM West कस्तो बवाल लेखेको सनसेट त कट्न दिन्छौ दिन्नौ ठिकै छ त कट्न देऊ न ओके छ त देऊ चौखो माया देऊ यो गीत त मैले सानोमा हुँदा सुनेको यार क्रेजी थियो भने ल हेर भालै छैन है अर्को हाल्न थाल्यो अर्को साइडको फेरि क्रेजी बोय यताउता बाटो हेर्न छैन हो मलाई के गएर जस्तो देखेछु त म त मनोहरी अघि 4 किलोमिटर देखाइरहेको थियो अहिले 0 किलोमिटर आइसक्यो मनहरी यस्तो ठाउँ जहाँ चाहिँ मान्छेको मन हर हुन्छ त्यो ठाउँलाई भनिन्छ मनहरी ओके दामी फ्लड लाइट पनि राखेको रहेछ बिचमा राम्रै बजार रहेछ मनहरी टाढी आइपुग्यो टाढी यो लाइटले कस्तो दामी देखिने के बेलुकामा चाहिँ उज्यालो हेडलाइटै चाहिन्न यहाँ त आमामा निर्वाचन प्रहरीहरूको चहल पहल चोकमा होइन कडा ओहो भाइहरू बत्तेछन् पुरै सो यहाँबाट चाहिँ सौरा जाने बाटो लेफ्ट यहाँबाट सौरा सिधै नारायणघाट भरतपुर भयो राति भयो 6-7 कति बजे पनि लेट मी सी कति बज्यो खै कति बज्यो अब सो त्यही हो
आज जे होस् रमाइलो भयो राइट। अब अरू त सबै हेरिहाल्नु भयो होइन। सो आजको लागि त्यति नै। See you guys in the next video. Ride safe, ride hard.